बागलुङ जिल्लाको ज्ञानोदय बुद्ध विहारमा पवित्र महापरिधान पाठ सम्पन्न। बागलुङ जिल्लाको बुद्ध चौकमा अवस्थित ज्ञानोदय बुद्ध विहारमा गत माघ 26 गते सोमबारका दिन पवित्र महापरिधान पाठ सम्पन्न भएको छ। विभिन्न ठाउँबाट पुग्नुभएका भिक्षु महासंघबाट दिनभरि पवित्र बुद्ध वचन रूपी 29वटा सूत्रहरू पाठ, पुण्य अनुमोदन र दान प्रदान गरी कार्यक्रम समापन गरिएको जानकारी आयोजक समितिले दिएका छन्। कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, बुटोल, बनेपा, बागलुङदेखि उपस्थित हुनुभएका भिक्षु संघबाट पवित्र बुद्ध वचन सूत्र पाठ र धर्मदेशना गर्नुभएको थियो। साथै कार्यक्रममा बुटोल, पोखरा, म्याग्दी, बागलुङ र काठमाडौँबाट उपस्थित भएका श्रद्धालु उपासक उपासिकाहरूको खुइचो रहेका थिए। श्रद्धेय बोधिज्ञान महास्तवीरज्यूको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख दाताहरू सुनमय पुन र सर्जबहादुर थापा रहेका छन्। साथै अन्य 13 जना सहायक दाताहरू रहेको र तन मन धनले आवश्यक जिन्ची सामान दान गर्ने बागलुङका श्रद्धालु उपासक उपासिकाहरू रहेको जानकारी कार्यक्रम आयोजक समितिले दिएका छन्। बागलुङका ज्ञानोदय बुद्ध विहार परिवार, त्यसमा पनि ज्ञानोदय विहारमा आवासीय श्रद्धेय भिक्षु महेन्द्र भन्ते, श्रद्धालु उपासकहरू विकास साक्य, निलम्बर साक्य, श्रद्धालु उपासिकाहरू नानीमय पुन, रम्बादेवी साक्य र सुनमय थापा पारमी लगायत अन्य उपासिकाहरूको सक्रिय सहभागिता तथा योगदानको कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। बागलुङ बजार परिसरमा शान्ति पदयात्रा गरी शुरूआत गरिएको उक्त कार्यक्रममा शील प्रधान, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु फ्राखु विशाल थमशोभन महास्तवीरज्यूले गर्नुभएको थियो। साथै कार्यक्रममा धर्मदेशना श्रद्धेय भिक्षु कोन्नन्य महास्तवीरज्यूले गर्नुभएको जानकारी आयोजक समितिले दिएका छन्। श्रद्धेय भिक्षु दशवन्तो स्थवीरज्यूको नेतृत्वमा काठ र कागजबाट मण्डप निर्माण गरी हर्ष उल्लासका साथ पवित्र बुद्ध वचन जुन सूत्रहरू पाठ र सूत्रहरूबारे जीवनोपयोगी सारगर्भित धर्मदेशनाले उपस्थित सम्पूर्ण जनलाई प्रत्यक्ष धर्मको रसपान गर्न सहज हुनुभएको कुरामा कार्यक्रम आयोजक समितिले विशेष जोड़ दिनुभएको छ। विक्रम सम्वत 2007 सालमा स्थापना भएको यस ज्ञानोदय बुद्ध विहारमा विक्रम सम्वत 2008 सालदेखि बुद्ध जयन्ती मनाउन सुरु गरिएको तथा 2012 सालमा श्रद्धेय अगधम्म भिक्षुको आगमन भएको र 2055 सालमा श्रद्धेय भिक्षु नेपालका 6औं संघनायक असकुश महास्तवीरज्यू ज्ञानोदय बुद्ध विहारमा पुग्नु भएको कुरा इतिहासमा उल्लेखित रहेको छ। उहाँहरू पश्चात श्रद्धेय भिक्षु प्राणपुत्र महास्तवीर ज्ञानोदय बुद्ध विहारमा बस्नु भई बागलुङ त्यस्तै आसपासका जिल्लाहरू म्याग्दी, पर्वत लगायत नेपालका पश्चिमी क्षेत्रहरूमा विभिन्न माध्यमबाट बुद्ध शिक्षाको जागरण गर्नु भएको थियो। यसरी बागलुङ विहारमा श्रद्धेय भिक्षुगण तथा गुरुमाहरूको प्रवेश, प्रचार प्रसार, श्रद्धालु उपासक उपासिकहरूको सक्रिय सहभागिता र बुद्ध शासनप्रतिको समर्पणले नेपालको पश्चिमी सुन्दरी नगरी बागलुङ जिल्लाको ज्ञानोदय बुद्ध विहार जीवन्त रहेको छ। हाल त्यहाँ श्रद्धेय भिक्षु महेन्द्र भन्ते बस्नुहुन्छ र उहाँबाट परिति कक्ष, धर्मदेशना, ध्यान भावना, प्रतित्य समुद्वाद, विशेष जागरण कक्ष लगायत विविध आयामहरूबाट समाजमा बुद्ध शिक्षा प्रचार प्रसार गरी बुद्ध शासन चिरस्थायीको लागि योगदान दिइरहनु भएको छ। साथै श्रद्धालु उपासक उपासिकहरू प्रत्येक हप्ताको शनिबार विहारमा जानु भई बुद्ध पूजा, परिधान पाठ, धर्मदेशना श्रवण, ज्ञानमाला भजन प्रस्तुत जस्ता विविध पुण्य कार्यहरू गर्दै आइरहनु भएको छ। पुलै पुल भएको जिल्ला, सुन्दर जिल्ला, हरियाली, डाँडापाखा र बीचमा बागलुङ बजार, त्यही बजार चौकैमा रहेको ज्ञानोदय बुद्ध विहारमा यहाँहरू पनि जानु भई पुण्य सञ्चय गर्न सक्नुहुनेछ। जुन पुण्यभूमिमा जानका लागि काठमाडौँबाट पोखरा, पोखराबाट जीप अर्थात् बसको 2 घण्टा यात्रापछि बागलुङ पुग्न सकिनेछ।